हाई गाइज वेलकम फ्रम दोरपाटन। अनि मैले चाहिँ खासमा चाहिँ काठमाडौँदेखि आएको नै भ्लग बनाऊँ भनेको थिएन, तर बेगनसमा हामी 5 दिन बस्यो। 6th डेमा चाहिँ दोरपाटनको लागि निस्केको। अनि यहाँ के भयो त्यो 5 दिनमा। अनि मैले त्यो प्रोसेसै गर्नु सकेन, अनि राम्रोसँगले केही नै मतलब खिचेन त्यो बेगनासको चाहिँ। अनि अहिले चाहिँ खासमा चाहिँ आई वाज सपोज टु वेयर माई वाइट स्कर्ट, अनि माथिबाट मैले पिङ्क कलरको सल ल्याएको थिएँ होइन, यहाँ फोटो खिच्नु लागि। फाइनली आज अलिकति भए पनि वेदर यस्तो भएको छ होइन। हिजो त एकदम पानी परेको हामीले पोखराबाट बिहान कति 8-9-10 बजीतिर स्टार्ट गरेको थियो हाम्रो जर्नी। अनि बुर्तिबाङ आइपुग्दाखेरि 4 बजेको थियो। अनि खाजा खाँदा 5 बजे होइन। हामीले चाहिँ अब कि मतलब दोरपाटन नै पुग्ने कि नपुग्ने भन्ने सोच्यो। अनि हामी 2 जना नै आएको थिएन कहिले पनि दोरपाटन, फर्स्ट टाइम हो। अनि भिडियोजहरू हेरेको पानी पर्दाखेरि त बिजोकै हुँदो रहेछ। अनि हामी के गर्ने हाम्रोमा थियो टाइम त, मतलब 7-8 बजीसम्म त पुग्छ होला भन्ने थियो। तर यस्तो सोचेँ कि यस्तो खतरा पानी परिरहेछ है, नजाउँ भनेर सोचेँ। अनि थाकी पनि रहेको थियो होइन। अनि हामी मजाले बुर्तिबाङै बसेर नेक्स्ट डे चाहिँ कति छिटो नै आइपुग्यो नेक्स्ट डे। अनि बाटो यस्तो खत्तम थियो है। अनि त्यति बेला रियलाइज भयो कि हाम्रो डिसिजन राइट नै रहेछ। सो इफ यु गाइज आर प्लानिङ टु कम टु दोरपाटन इन मनसुन, स्कुटीहरू लिएर चाहिँ अलिक नआएकै ठिक रहेछ। मैले देखेँ स्कुटी ल्याएको पनि। मैले त्यो जुन चाहिँ मेन एन्ट्रेन्स थियो नि, जहाँ हामीले टिकट काट्छ, त्यहाँनिर चाहिँ 2 जना थियो, स्कुटी लिएर आएको थियो। अनि मैले त सोचेँ कसरी नै आइपुगेँ त्यहाँ भनेर है। हामी आउँदाखेरि पनि त्यो बिहान चाहिँ मतलब दोरपाटन आइपुग्ने बिहान चाहिँ त्यस्तो पानी खासै परेको थिएन। अनि बाटो पनि राम्रै थियो। बिचमा एक जग्गा ल्यान्डस्लाइड भएको थियो। अनि हाम्रो त बाइक हो नि त, सो सानो बाटोबाट छिरिहाल्यो। तर यस्तो हिलो है। अनि त्यहाँ त राम्रो रोड भने कहीँ छैन। बुर्तिबाङबाट स्टार्ट हुने बित्तिकै एकदमै अफ रोड रहेछ। हामी यहाँ राइट टाइममै आइपुगिहाल्यो। अनि आएर त यस्तो पानी पर्नु स्टार्ट भयो है। अनि खाजा खाएर यस्तो बाहिर एक्सप्लोर गर्नु निस्केको। आम्मामा यति बेसी पानी परेको। अनि त्यही पानीमा पनि हामीले हल्का एक्सप्लोर गऱ्यो। अनि चाहिँ यस्तो छ है, जस्ट लुक एट दिस, यस्तो ब्युटिफुल छ। अनि यो रेड फ्लावर चाहिँ अलिक यस्तो गरेर हेर्दाखेरि मात्र देख्दो रहेछ नि, त्यस्तो माथिबाट त अब यो सानसानो एक-एकवटा हुँदो रहेछ नि त, टाढो हुँदो रहेछ। अनि अलिक यसरी बसेर हेर्दा चाहिँ ग्रुपमा देख्दा चाहिँ एकदमै रेड यस्तो देख्छ। सो मेरो सजेसन चाहिँ पोखराबाट बिहान स्टार्ट गरे पनि बुर्तिबाङ आइपुग्दाखेरि पानी पऱ्यो, र बुर्तिबाङ आइपुग्नु आँट्दाखेरि चाहिँ पानी पर्नु स्टार्ट भयो भने चाहिँ प्लिज स्टप एट देयर ओन्ली। त्यहाँबाट नेक्स्ट डे आउँदाखेरि त एटलिस्ट बिहान हुन्छ नि त, पानी पऱ्यो भने पनि अब रात पर्दैन, बिहान अब अँधेरो हुँदैन भन्नु खोजेको है। त्यहाँनिर तपाईँले ठाउँ देख्नुहुन्छ, या यु विल कम सेफली। नभए चाहिँ एकदमै साह्रो पर्छ अँधेरोमा। जस्ट इमेजिन, मैले टिकटकमा अनि इन्स्टाग्राममा पनि हालेको छु त्यो रोड कन्डिसन्सहरू। यहाँ आइपुग्दाखेरि हामी यताको पार्ट एक्सप्लोर गरेको है। आम्मामा ठाउँ नै छैन। म त निस्केको बाइकबाट नै, किनकि यस्तो हिलो यस्तो चिप्लो सोच्नु पनि नसक्ने। तर फेरि यहाँ आइपुग्दाखेरि त इट्स अल वर्थ इट टाइपको हुन्छ। तर एकदमै त्यो एक्जसन चाहिँ हुन्छ क्या, त्यो चाहिँ झन् राइडरलाई त माने मैले हो। म त पछि बस्नु त यस्तो टेन्सनै लड्छ कि भन्ने। तर या दिस प्लेस इज सो म्याजिकल। यहाँ चाहिँ एकताल आउनु नै पर्ने हुन्छ। अनि मैले भिडियो हेरेको थिएँ काठमाडौँबाट यु क्यान डिरेक्टली कम टु बुर्तिबाङ। अनि त्यहाँबाट त्यही दिन नभए नेक्स्ट डे यु क्यान कम टु दोरपाटन। यहाँनिर यस्तो सेयरिङमा जिपहरू पाइहाल्दो रहेछ होइन, त्यो 4x4 वाला गाडीहरू। हामी चाहिँ बाइकमा काठमाडौँदेखि पोखरा आएको थियो। पोखरा 5 रात बसेर फेरि त्यही बाइकमा हामी यता आएको नि त। सो आफ्नै राइड छ भने चाहिँ अब यताउता जानु अलिकति सजिलो हुन्छ होइन। अब हामी जिपतिर आयो, यहाँसम्म त आरामले नै आइपुग्छ नि त, किनकि हामी त भित्र बसी मात्रै आएको हुन्छ, ड्राइभरले कुदाएर आएको हुन्छ, सबै टेन्सन ड्राइभरकोमा हुन्छ होइन। सो यताउता एक्सप्लोर गर्दाखेरि चाहिँ आफ्नो राइड छ भने चाहिँ अलिक सजिलो हुन्छ। कता एक्सप्लोर गर्नु गएको थियो है। इट वाज सो म्याजिकल। अनि मैले यो ठाउँ त देखेको थिइनँ जस्तो भयो है। सो या आई एम सुपर एक्साइटेड फर द डे। आज हामी माथि जान्छौँ टिकेटार, नभए कता थाहै भएन कता हो। आज जाने प्लान चाहिँ छ है। अघि यहाँ अलिकति स्काई ब्लू देखेको थिएँ, त्यति बेला ठिक्क एउटा फोटो खिचौँ भनेको थिएँ। मैले मेरो ड्रेस बिर्सेर है अनस लिनु गएको छु, मलाई मार्छ उसले। तर अहिले बिचरा उसले म लिएर आउँछु त भनिदियो। बट आई एम सो डिसअपोइन्टेड हुन्छ नि। मै माथि के मैले सबै हालेको, मेन इम्पोर्टेन्ट कुरा नै त्यही हो। तर मैले त्यो लुगा कहाँ हालेँ भयो क्या। यहाँ क्यामेरा सब हालेछ, के भयो। सो या सी यु गाइज इन अ वाइल। म अब एकछिन पर्खिरहेको छु उसलाई। त्यहाँसम्म बाइक आउँछ। अनि आएर पनि फेरि हि हेज टु वक टिल हियर। अनि बिचमा यस्तो दलदल छ नि त। अनि मलाई कस्तो नराम्रो लाग्यो कि म यस्तो बेवकुफ पनि छु भनेर। खासमा त यहाँनिर मेरो सामानहरू छ नि त,
अनि खै मैले के हाल्दा कहाँ बिर्से भयो सो यहाँ ट्राइपोड छ आई विल ट्राई टु सुट सम कन्टेन्ट फर माइसेल्फ अनि आई एम जस्ट वेटिङ फर हिम यता बाटो आउँछ सो या बाई अनि एकजनाले मेसेज गर्नुभएको थियो टिकटकमा कि बुलेट बाइक आउँछ कि आउँदैन बुलेट बाइक आउँदो रहेछ मैले अघि पनि देखेको थिएँ 2-3वटा अनि फेरि हामी आउँदाखेरि पनि हामी अगाडि पछाडि भइरहेको थियो सो स्कुटीधरि पनि आइरहेको थियो आउनु त तर एकदमै गाह्रो पर्छ कि पानी परेको छ भने चाहिँ एक्सट्रिम एडभेन्चर हुन्छ एक्सट्रिम नै अनि फ्रस्ट्रेसन लेभल त यहाँ पुग्छ हो सो आफै सोचेर आउनु होला एकदमै अब प्रो राइडर हो भने ठिक छ है नभए चाहिँ अलिकति भए पनि अब रिस त उठिहाल्छ नि बिचमा गएर बाटोमा अड्किरहेको छ बाइक बिग्रियो के भयो भने त अनि यु सुड कम हियर अघि एकदमै राम्रो लाइट आइरहेको थियो नि त होइन घाम पनि मजाले लागिरहेको थियो अब त पानी नै पर्नु अघि त स्काई पनि अलिकति ब्लू देखिरहेको थियो अनुज आउँदैछ मेरो लुगा लिएर अब मलाई कराउँछ अघि त नकरै गएको थियो म ल्याइदिन्छु नि त भनेर गएको थियो है अहिले हेरौँ है अब उसले मलाई कराउँछ कि कराउँदैन भनेर बेहुरा नै मैले कराउने खाले गरेँ नि त यसपालि त नभए त सधैँ म आफै रिसाउँथेँ तर अहिले त मैले बेहुरा नै त्यस्तै नै गरेछु है लेट मी सो यु हिज रियाक्सन यस्तो राम्रो ठाउँमा आएर यस्तो हुन्छ नि त्यो पर्फेक्ट टाइम हुन्छ नि जब खिच्नुपर्छ उसले मलाई व्हाइट चामल लगाऊ अनि त्यहाँ जाऊ भनेर भन्दैछ नि त जाने बेलामा ब्याग खोतालेको त छैन सामानै हो उसले आफ्नो क्याप पनि लिएर आएछ औ नरिसाउ न नरिसाउ नि त तर मैले आज चाहिँ मैले मेरो काम नै त्यस्तै गरेँ कि रिसाउने खाले एउटा अङ्क लाग्थ्यो होइन मलाई घोडा कुदाउनु भनेर अनि म अहिले मेरो साथी आउँदैछ भनेको थिएँ अनि अहिले यो सेतो घोडा नै चढ्नु है भनेर मलाई म त सक्दिनँ नि त त्यत्रो जम्प गर्नु हालत हाम्रो प्लान चाहिँ 12 बजी टक्क लन्च गरेर अनि माथि जाने भनेर 12 त बजिसक्यो ठिक हुन्छ हामी चाहिँ अहिले बुकिपाटनतिर जाँदैछ अनि आधी घन्टा भयो हिँडेको तलबाट म्याक्सिमम् 3-4 घन्टामा त पुग्छ भन्दै थियो अहिले भर्खर भेटेको मान्छेले 7-8 घन्टा लाग्छ अरे तिनीहरूलाई चाहिँ लाग्यो होला अब हामी चाहिँ हेरौँ कति लाग्छ बाटो चाहिँ यस्तो रहेछ यो त कहाँ हिँडे जस्तो लाग्यो त मार्दीतिर है वेदर अपडेट चाहिँ यसो चाहिँ मलाई खदा लाग्छ देखिरहेको रहेछ अघि अलिकति खुल्लै थियो अहिले त फेरि ढाक्यो छैन खासै अहिले यो ढुङ्गे देउराली भन्ने ठाउँ आइपुग्यो सो वी आर नट द्याट फार फ्रम आवर डेस्टिनेसन क्या स्पिड आयो है अम्बो हेर्दा हेर्दै छोप्यो लास्ट पुग्ने बेलामा चाहिँ पानीले भिज्यो यस्तै भिज्यो आइपुगे नै होला भनेर आइपुगेकै छैन रहेछ होइन सो
स्नो बिसाइ आएको तलबाट डेन्जर छ यहाँ तल त म सबै भिजेँ माथिनिर चाहिँ भिजेको छैन यो रेनकोट धन्न राम्रो खाले रहेछ अनि तल त सब भिजिसक्यो सुज मेरो वाटरप्रुफ सुज हो मेन रिजन भिजेको चाहिँ मैले माथिबाट प्यान्ट लगाएको छैन नभए त प्यान्टबाट झर्थ्यो ए घाउ त फेरि हो ओइ भर्खरै मैले लात्ताले देख्थेँ घाउमा लागेछ सो वी रिच्ड आवर प्लेस ए दुईवटा टेन्ट रहेछ जाने बित्तिकै चेन्ज गर्छु मेरो खुट्टा हात सब फ्रिज भयो अब चाहिँ अब चाहिँ हामी हाइक गरेर टिकेधारा भन्ने ठाउँ जाँदैछ विच इज 1 hour away फ्रम दिस प्लेस अनि दिस इज आवर ब्याग आएको सानो ब्याग ल्याएन कि त्यही भएर अनि म चाहिँ पुरा येल्लो भएर हिँडिरहेको छु वेदरले चाहिँ हामीलाई खासै साथ दिएको छैन यस्तो भइरहेछ लेट्स सी वी विल वेट फर सम टाइम अलिक खुलिन्छ कि खुलेन भने पनि ठिक छ अब के गर्ने त ए अरूहरू चाहिँ सबै अगाडि गएछ हामी दुईजना अनि डगेश कुमार चाहिँ आउँदैछ हामी पछि खोलिन त केही नै खोलेको छैन यस्तै छ हो यहाँबाट अगाडि जाउँ भनेको बाटो छैन भन्दैछ अनि हामीसँग आएको अनि फेरि अर्को दुईजना केटी रहेछन् डगेश कुमार भनेको कुमारी रहेछ है अनि अब हामी अर्को कुरा चाहिँ भेडा पनि हेर्नुपर्ने थियो मलाई यस्तो भेडा भएको भेडा माथि देखिरहेछ अनि त्यहाँ कोही मान्छे पनि रहेछ माथि आउनु मिल्छ भन्दैछ हामी त्यही जाँदैछौँ अब यो थर्मसको चिसो पानी यताबाट आयो हामी